यो जंक फूड हजुर कम सुत्ने हजुर अनि दबावमा स्ट्रेसमा बस्ने तीनटा कुराहरू पनि कति सहयोग गर्छन् यो हाम्रो मुटुको रोगमा एकदमै राम्रो प्रश्न त्यही भएर म अघि भनिरहेको रिस्क फ्याक्टर भने यो हामीले जंक फूड अनि निद्राको अभाव भनिहाल्ने होइन अनि त्यसपछि स्ट्रेस तनाव यो तीनटा कुरा भनौँ हामीले चाहिँ कार्डियक हार्ट एट्याक हुनेको भनौँ न 8-9 नम्बर पछि हामी लिन्छौँ के जस्तै अब भनिहाल्यो 1 नम्बरमा मधुमेह 2 नम्बरमा प्रेसर 3 नम्बरमा बोसोपना 4 नम्बरमा थाइराइड अनि 5, 6, 7, 8 भनेको जाँड रक्सी चुरोट खैनी गुटखा यिनी जति खान थाल्यो त्यसपछि महिनावारी पछिको आइमै 40 नागेपछि त्यो एउटा रिस्क फ्याक्टर अनि एउटा केटा मान्छे हुनु आफैमा एउटा रिस्क फ्याक्टर हेर्नै हो त्यो यति भएपछि योहरू पहिलादेखि पनि थियो तर तपाईले जुन सोधिहाल्नुभयो यो जंक फूड तनाव र के अरे कम निद्रा यो तीनटा कुरा अहिले यो 5-6 वर्ष 10 वर्षमा बढ्दैछ पहिला थिएन त्यस्तो त्यो भएर यो हार्ट एट्याक कम उमेरमा बढ्नुको कारण यो तीनटामा महत्त्वपूर्ण भूमिका खेलिरहेछ कसरी है भनिहालेँ म जंक फूड र फास्ट फूड पनि भन्छौँ जंक फूड भनेको के हो भने अब तयारी खाना यसमा ट्रान्स फ्याट बढी हुन्छ है त्यसपछि बोसोपना बढी हुन्छ प्रिजर्भेटर प्रोटिनको मात्रा कम भयो कार्बोहाइड्रेट बढ्यो र त्यसले गर्दा के हुन्छ भने एन्टिअक्सिडेन्टको मात्रा कम भयो है त्यसले गर्दा के भयो भने खानपान स्वस्थ खानपान भएन त स्वस्थ खानपान भएन त म अहिले आर्ट्रीलाई भने नि यो मुटुको नसा होस् साथसाथै अरू नसामा पनि त्यो के हुन्छ भने त्यो कोलेस्ट्रोल जम्छ के लेदो त्यो लेदो त्यो रगतको नली काटेपछि जम्छ नि त्यो भित्र आफै जम्न नदिने तत्त्व हुन्छ त त्यो जम्न नदिने तत्त्वलाई झन् कम गरिदिन्छ र अरू जमाउने वाला सामानहरू बढ्छ त्यसले गर्दा के भयो भने हार्ट एट्याक बढ्ने भयो एउटा त्यो हो त्यसपछि चाहिँ अघि तनाव निद्रा भन्यो नि निद्रा कम भयो भने मान्छेले कम्तीमा 7 देखि 9 घण्टा सुत्नु पर्छ हेर्नु है त्यो निद्रा कम भयो भने के हुन्छ भने कम सुतियो भने मान्छेको एउटा के हुन्छ सर्काडियम रिदम भन्छ के सर्काडियम रिदम भनेको मान्छेलाई राति हर्मोनहरू राम्रो हर्मोनहरू जुन लेदो कम गराउने हर्मोनहरू बढी हुन्छ र लेदो कम गर्ने लेदो बन्न नदिने सामानहरू के अरे लेदो बन्न दिने सामानहरू कम हुन्छ लेदो बनेपछि त्यसले मार्ने सामानहरू चाहिँ कम भइहाल्छ के निद्रा सर्काडियम रिदम स्ट्रेस हर्मोन स्ट्रेस नामै स्ट्रेस हर्मोनहरू अरू त्यसले गर्दा के हुन्छ भने राम्रोसँग सुतिएन भने त्यो शरीरमा त्यो आर्ट्रीहरूमा ब्लकेज हुने चान्स बढ्छ